आज म फेरि मेरो बारीमा के फलेछ हेरौँ है त। एउटा फर्सी थियो रेडी भएको, फर्सी पनि फलेछ एउटा। कस्तो खालको फलेछ फर्सी। अनि यो सानो सानो टोमेटो पनि टिपे मसिनो। अब पाली चाहिँ म यो रातो अकबरे भएको अकबरे सबै टिपिदिनु पर्यो। हुन्छ, यहाँ 2टा बोट छ। यो बोटको अलमोस्ट टिपिसकेँ। अब यसमा हरियो मात्रै बाँकी छ। अब अर्को बोटको टिप्न जाँदैछु म। मैले चाहिँ यति टिपेँ अकबरेलाई हेर्नुहोस् त।